यस्तो बिजी भयो कि यस्तो बिजी जति मान्छे भयो उति काम हुँदैन भन्थ्यो। मेरो घरमा दिदी आकी हैन, तर यसले मलाई वाक्कै पारिसक्यो के। अनि आज चाहिँ हामी बाहिर जानु पर्यो भनेर बिहानै उठेर खानासाना खाजासाजा पकाएर छिटो छिटो हतार हतार गर्दैछु। म चाहिँ खाना खाँदैछु, तर अहिले मलाई राम्रो खाना खानै दिएको छैन क्या। अब दिदी बहिनी भएपछि यस्तो हुन्छ कि म माइती जाँदा केही लुगा नबोकी जान्छु, उसको लुगा लगाउँछु, अनि यो मेरो घरमा आउँदा केही नल्याउँछु अनि मेरो लुगा लगाउँछु। अनि रेडी हुन भनेर उसलाई झन् हतार हतार पठाएको त घरि लुगा कहाँ छ भन्छ, घरि क्रिम कहाँ छ भन्छ, घरि कहाँ छ भन्छ, त्यहीँ हेर भन्छु। म खाना खाँदैछु होइन, मैले खाना खाइसक्नु भएको छैन, हतार हतार हात धुएर गएर उसलाई देखाउनु पर्ने। अनि मैले हतार गएर यहाँनिर मोइस्चराइजर यहीँ छ, सनस्क्रिन पनि यहीँ छ, यो सेरमहरू सबै यहीँ छ, देखिनुहोस् भनेर कराएको फेरि रिसाउँछ। अब चाहिँ हामी ढिलो नगरी रेडी हुन्छौँ किनकि हामी झापा जाँदैछौँ। अब घरमा जति मान्छे भए पनि कति साह्रो बिजी हुन्छ भने अहिले त दिदी आएर नि सघाएको छ, र पनि कस्तो क्या, बरु धेरैजना भन्दा आफू एक्लै हुँदा आफ्नो लाइनमा गरिन्छ, छिट्टो हुँदो रहेछ। अनि आज चाहिँ अब हामी झापा जाँदैछौँ। म अलिअलि बिजी पनि छु क्या, अहिले क्रिसमसले गर्दा, हिजो क्रिसमस प्रोग्राम थियो घरमा पनि। अब चाहिँ हामी फाइनली रेडी भइसक्यौँ। अनि अब चाहिँ हामी सफारीमा चढेर सुई बजार गयौँ। अनि बजार जाने साथ हामीलाई गाडी पनि भेट्यो, गाडी जान लागेको रहेछ। अनि हामी चाहिँ बेग्लै बेग्लै सिटमा छौँ किनकि हामी सबैलाई झ्याल चाहिन्छ क्या, गाडी लाग्छ, त्यही भएर अहिले चाहिँ फाइनली हामी झापामा झरिसकेको छौँ। झापामा झरेर चाहिँ हामी किन आएको भन्दा चाहिँ हामी खास मेरो दिदीको चाहिँ छोरी भेट्न आएको, नानी भेट्न। उसको बाबासँग झापामा छ, अनि मेरो दिदी चाहिँ सिन्धुलीमा छ। अनि नानीलाई पनि भेट्यौँ। अनि आमा छोरी चाहिँ यो 9 महिनापछि भेट भएको है। अनि उनीहरू दुईजना चाहिँ एकछिन गफ गरेर बस्यो। अनि त्यसपछि खाजा खाना जानु पर्यो। कहाँ जाने भनेको त फेरि यो झापातिर चाहिँ एकदम बन्द रहेछ क्या, आज मङ्गलबारे बन्द हुँदो रहेछ। अनि खाजाहरू पनि राम्रो नपाउने क्या, बाहिरतिर हिँड्दा मलाई यस्तै लाग्छ क्या, झ्याउ यो इटरीतिर भयो झापातिर राम्रै खाजा भेटिँदैन क्या। अनि मोमो खायो नानीहरूले, मोमो पकौडाहरू यताउति। अनि त्यसपछि छोरीहरूसँग फोटोसोटो खिच्यौँ। अनि छोरीलाई बाई भनेर चाहिँ हामी राम्रैसँग छोरीलाई बिदा गरेर हामी चाहिँ आयौँ यता। अनि अहिले चाहिँ हामी फाइनली यो कहाँ भन्दाखेरि चाहिँ ठ्याक्कै हाम्रो दरानको भानुचोकैमा छौँ। अनि आज एक थोपा पानी पनि पेटमा परेको छैन, जाँदा र आउँदा ठिक भयो। खासै अब हामी नानीलाई भेटेर यसो बाहिरतिर पनि घुमौँ भनेको, तर हामीसँग टाइमै मिलेन क्या। ट्याक्क हामी पुग्नु अनि नानीसँग 1 घन्टा जस्तो गफ गरेर बस्यौँ। पछि फर्केर आउँदै हामीलाई रात परेको क्या अहिले। अनि भान्चोकमा आएर यिनीहरूले चाहिँ काचुकुचु खायो। अनि म चाहिँ खान नसकेर कस्तो गाह्रो भएको थियो कि। अनि गाडीले मात लागेर अनि घरमा आएपछि मलाई कस्तो भक्का खान मन लागेर चाहिँ मैले बाबुलाई चाहिँ भक्का किन पठाइजान बाबु, मलाई भक्का ल्याइदिन भनेको। अनि बाबुले गएर मलाई भक्का ल्याइदियो किनकि यो भक्का मेरो घर नजिकै छ अलिकति पर्तिर। अनि भक्का म चाहिँ अहिले भक्का खाँदैछु गाइजहरू। अनि भक्का पनि खाइसकेँ। अनि भक्का खाइसकेर अब चाहिँ सुत्नु पर्यो भनेको होइन। यो चाहिँ पुरा घरि फोन चलाउँछ, घरि भिडियो चलाउँछ, घरि यता पल्टिन्छ, घरि उता पल्टिन्छ। म चाहिँ कसैसँग चाहिँ बेड सेयर गरेर सुत्न सक्दिनँ क्या, मेरो हस्बेन्डभन्दा बाहेक। अनि जे भए पनि दिदी बल्ल बल्ल आयो कि दिदी पनि सँगै बसेर अब सुत्नु पर्यो कुरा गर्दै भनेको, यसले मलाई डिस्टर्ब गरेर वाक्कै खेलाइसक्यो क्या। म चाहिँ अब सुतिसकेपछि मेरो चाहिँ ठ्याक्क सुत्ने टाइम भनेको 9 बजे हो, किनकि बिहान उठेर बाबुलाई कोचिङको लागि खाना बनाउन 4 बजे नै उठ्नुपर्छ। राति सुतेपछि एकपल्ट मात्रै उठ्छु वासरुम जान, नत्र भने एकपल्ट जस्तो कोल्टो सुतेको भोलिपल्ट त्यस्तै कोल्टो उठ्छु क्या। तान भएर लुजा भनेर अनि त्यसलाई ब्ल्याङ्केट दिएर मैले चाहिँ स्लिपिङ झिकेर ओढेर सुतेँ, बिचमा अझ कुसुन राखेर क्या। आज त ठिकै छ, भोलि चाहिँ यसलाई म गेस्ट रुममा पठाउँछु। अब चाहिँ रात परिसक्यो, हामी सुत्छौँ। सबैलाई गुड नाइट, बाई बाई।